इनसाइट एजुकेसनमा तपाईँलाई स्वागत छ। यो च्यानलले तपाईँलाई यस्ता ज्ञानवर्धक, वैज्ञानिक र प्रेरणादायी विषयहरूमा गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ, जसले तपाईँको सोचाइलाई नयाँ दिशा दिन सक्छ। हामी यहाँ शिक्षा, वातावरण, नवप्रवर्तन र मानव जीवनलाई प्रभाव पार्ने अद्भुत कथाहरू लिएर आउँछौँ। आज हामी यस्तै एउटा रोचक र अविश्वसनीय कथा लिएर आएका छौँ, जसले एउटै जनावर कसरी एउटा देशमा विनाशकारी कीट र अर्को देशमा वरदान बन्न सक्छ भन्ने देखाउँछ। अस्ट्रेलियामा हाल करिब 2 करोड 27 लाख मानिसको बसोबास रहेको छ। तर रोचक कुरा के छ भने यहाँ मानिसको जनसङ्ख्याभन्दा झन्डै 10 गुणा बढी अर्थात् करिब 20 करोड खरायोहरू रहेका छन्। यति मात्र होइन, यी खरायोहरूले अस्ट्रेलियामा यति ठूलो तबाही मच्चाएका छन् कि सरकारले तिनलाई हानिकारक कीटको रूपमा घोषित गरेको छ। अस्ट्रेलियाका लागि यी जीव एउटा विनाशकारी समस्या बनेका छन् र सरकारले यिनीहरूबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिसकेको छ। तर यसको ठिक विपरीत चीनले पछिल्लो 30 वर्षमा 40 लाखभन्दा बढी खरायोहरू आयात गरेको छ, तर खानको लागि होइन, बरु कुबुची मरुभूमिमा एउटा अनौठो प्रयोग गर्नको लागि। यस प्रयोगबाट प्राप्त नतिजाले सम्पूर्ण विश्वलाई आश्चर्यचकित मात्र बनाएन, बरु एउटा नयाँ सम्भावनाको ढोका पनि खोलिदियो। जब कुनै मरुभूमि विस्तार हुँदै हरियाली जमिनलाई आफूमा समाहित गर्छ र त्यसलाई पनि बाँझो बनाइदिन्छ, त्यस प्रक्रियालाई मरुभूमिकरण भनिन्छ। यस समस्याको सबैभन्दा ज्वलन्त उदाहरण चीनको कुबुची मरुभूमि थियो। एक समय यो मरुभूमि प्रत्येक वर्ष करिब 5 लाख एकड जमिनलाई आफ्नो चपेटमा लिइरहेको थियो। यहाँबाट बालुवा उडेर ओरपरका क्षेत्रहरू पुरिँदै गएका थिए। यो बालुवाको विशाल सागरलाई कसरी रोक्ने भन्ने कसैलाई ज्ञान थिएन। तर यही एउटा परिवर्तनको बिउ रोपियो जब वाङ भेन बियाओ नामक एक स्थानीय उद्यमीले केही फरक गर्ने सोचे। उनले आफ्नो सम्पूर्ण पुँजी एउटा अनौठो विचारमा लगाए। उनले मरुभूमिको ठूलो भागमा सुकेका घाँसहरूलाई वर्गाकार आकारमा मिलाएर राख्न थाले र तिनको बीचबीचमा बिलो रुखहरू रोप्न थाले। बिलो रुख यस्तो प्रजाति हो जुन अत्यन्त कम पानीमा पनि बाँच्न सक्छ, किनकि यसको जरा मरुभूमिको सतह मुनि 300 फिटभन्दा तलसम्म पुगेर पनि पानी खोज्न सक्छ। यसको काठ, कागज र फर्निचर उद्योगमा प्रयोग हुन्छ, तर त्यसका लागि पहिले यो रुख मरुभूमिको कठोर परिस्थितिमा टिक्नु आवश्यक थियो। तर कुबुची मरुभूमिमा बहने तीव्र हावाले बालुवा उडाएर यी रुखलाई नष्ट गरिदिन्थ्यो र भित्र रहेको ओसिलोपन पनि चाँडै वाष्पीकरण भएर जान्थ्यो। त्यसैले यी हावाबाट रुखलाई जोगाउन वरिपरि घाँस रोपिएको थियो। सुरुमा वाङको यो प्रयासलाई सबैले पागलपन भने। मरुभूमिमा रुख रोप्ने कुरा सोच्नु मूर्खता जस्तै लाग्थ्यो, तर वाङले आफ्नो लक्ष्यमा अडिग रहे। अर्को 3 वर्षसम्म सबै क्रमशः अगाडि बढ्यो, तर एउटा नयाँ समस्या आयो। बिलो रुखलाई राम्रोसँग बढ्नको लागि त्यसका पातलो हाँगाहरू काट्नु आवश्यक थियो, ताकि मुख्य तना मोटो होस् र रुख बलियो बनोस्। तर मरुभूमिको त्यो दुर्गम भागमा यो काम निकै गाह्रो र महँगो थियो। यही समस्याले कथालाई नयाँ मोड दियो र यहीँबाट खरायोको प्रवेश हुन्छ, विशेष गरी रेक्स नस्लको खरायो। रेक्स खरायो एउटा विशेष प्रजाति हो जसको फर अत्यन्तै मुलायम हुन्छ र ओटरको फर जस्तो देखिन्छ, जुन महँगो विलासी कपडा बनाउन प्रयोग हुन्छ। तर यिनलाई यहाँ ल्याउनुको मुख्य कारण अर्कै थियो। रेक्स खरायोलाई बिलो रुखका नयाँ पालुवा र टुसाहरू खाने बानी हुन्छ। जब तिनीहरूले ती पातलो हाँगा टुसा खाँदै गए अनि रुखको मुख्य तना आफै मोटो हुँदै गयो, जुन कागज उद्योगको लागि उपयुक्त हुन्छ। यसरी खरायोले खाना पनि पायो र उद्योगलाई कच्चा माल पनि उपलब्ध गरायो। एकातिर वातावरण संरक्षण भइरहेको थियो भने अर्कोतिर आर्थिक गतिविधि पनि बढिरहेको थियो। तर यो त केवल सुरुवात मात्र थियो। बिलो रुखको जरा 300 फिटभन्दा तल पुगेर बालुवालाई बाँध्न थाल्यो, जसले गर्दा हावाले बालुवा उडाउन सकेन र ओसिलोपन पनि जोगियो। यसबीच खरायोले आफ्नो वास्तविक कमाल देखायो। तिनीहरूको गोबर उर्वरकको रूपमा प्रयोग हुन थाल्यो। यसरी फोहोरलाई पनि बहुमूल्य उत्पादनमा परिणत गरियो। रेक्स खरायोको अर्को विशेषता भनेको यिनको उच्च प्रजनन क्षमता हो। एउटी पोथीले वर्षमा 30 देखि 35 वटा बच्चा जन्माउन सक्छ। जब खरायोको संख्या बढ्यो, तिनको गोबर पनि बढ्दै गयो र भूमि झन उर्वर हुँदै गयो। बिस्तारै बालुवा माटोमा परिणत हुन थाल्यो र त्यहाँ जैविक तरकारीहरू समेत उब्जाउन थालियो।
रेक्स खरायोको एउटा अर्को अचम्मको विशेषता थियो। उनीहरूले घाँस त पचाउँथे, तर घाँसको बीज भने पचाउन सक्दैनथे। फलस्वरूप ती बीजहरू गोबरसँगै बाहिर निस्कन्थे र केही समयमै त्यहाँ नयाँ घाँस उम्रन थाल्यो। यसरी खरायोले बिलो रुखको मर्मत मात्र गरेनन्, बरु आफै घाँस पनि उमारिदिए। यो एउटा आत्मनिर्भर चक्र बन्यो र खरायोले शाब्दिक रूपमा मरुभूमिलाई हरियालीमय बनाउन थाले। यस प्रयोगको सफलतापछि वाङले आफ्नो परियोजना विस्तार गरे। उनले सयौं बुल्डोजर प्रयोग गरेर मरुभूमिका टिलाहरू समतल पारे, सिँचाइको व्यवस्था गरे र ठूलो मात्रामा बिलो रुख रोपे। उनले स्थानीय मानिसहरूलाई रेक्स खरायो पाल्न प्रोत्साहित गरे। चिनिया सरकारको सहयोगमा लाखौं रेक्स खरायो उत्पादन गरेर स्थानीय परिवारहरूलाई वितरण गरियो। अब हरेक घर एउटा सानो फार्ममा परिणत भयो। 10 वर्षभित्रै त्यस क्षेत्रको रूप नै फेरियो। जहाँ पहिले बालुवा मात्र थियो, त्यहाँ हरियाली छाएको छ। कुबुची जिल्लाको कुल 18,600 वर्ग किलोमिटर क्षेत्रफलमध्ये अहिले 33% अर्थात् 6,250 वर्ग किलोमिटर भन्दा बढी जमिन हरियालीले ढाकिएको छ, जुन 30 वर्षभन्दा बढीको निरन्तर मेहनतको परिणाम हो। यो परिवर्तनले कुबुचीलाई मृत्युको सागरबाट पारिस्थितिक आश्चर्यमा परिणत गरिदियो। यस परियोजनाले केवल वातावरण मात्र परिवर्तन गरेन, बरु स्थानीय मानिसको जीवनस्तर नै उल्टाइदियो। चिनिया सरकारले यहाँ 3 अर्ब युआन, करिब 40 करोड अमेरिकी डलर लगानी गरेर नयाँ गाउँहरू बसायो र मानिसहरूलाई रोजगारी दियो। आज यहाँ 2000 भन्दा बढी फार्महरू सञ्चालनमा छन् र वार्षिक रूपमा 30 लाख रेक्स खरायो बिक्री हुन्छन्। एक किसानको औसत वार्षिक आम्दानी 9,600 डलर पुगेको छ। पहिले मरुभूमि छोडेर भाग्न खोज्ने मानिसहरू अहिले त्यही धनी भएका छन्। अनुमान अनुसार यस परियोजनाले 10,000 भन्दा बढी मानिसको जीवन प्रत्यक्ष रूपमा प्रभावित भएको छ। 2017मा त्यहाँ पुगेका पत्रकारहरूले वातावरण पहिलेको तुलनामा 10 गुणा सुध्रिएको र मानिस, जनावर र प्रकृतिबीच सुमधुर सम्बन्ध देखेको बताएका थिए। यति राम्रो नतिजा देखेपछि स्वाभाविक रूपमा प्रश्न उठ्छ, यदि खरायोले मरुभूमिलाई हरियालीमय बनाउन सक्छ भने अस्ट्रेलियामा यो किन यति खतरनाक मानिन्छ? यसको उत्तर अस्ट्रेलियाको इतिहासमा लुकेको छ। सन् 1859 भन्दा पहिले अस्ट्रेलियामा कुनै पनि खरायो थिएनन्। त्यसपछि केही बेलायती आप्रवासीले शिकारको लागि केही खरायो ल्याए, तर त्यहाँ खरायोको कुनै प्राकृतिक शिकारी नभएकोले र उपयुक्त वातावरण पाएपछि केही दशकमै तिनको संख्या अनियन्त्रित रूपमा बढ्यो। आज तिनीहरू पारिस्थितिक प्रणालीका लागि ठूलो खतरा बनेका छन्। यसको ठीक विपरीत चीनमा खरायोलाई नियन्त्रित वातावरणमा राखिन्छ र तिनीहरूबाट अधिकतम लाभ लिने कोसिस गरिन्छ। यही कारणले एउटै जनावर एउटा देशमा वरदान र अर्को देशमा अभिशाप बनेको छ। तर कुबुची मरुभूमिको कथा यही सकिँदैन। यहाँ विश्वकै सबैभन्दा ठूलो सौर्य ऊर्जा प्लान्ट जुनमा सोलर पावर प्लान्ट पनि स्थापना गरिएको छ, जुन करिब 6,000 एकड क्षेत्रफलमा फैलिएको छ र यसमा करिब 50 लाख सौर्य प्यानलहरू जडान गरिएको छ। यो प्लान्ट अन्तरिक्षबाट हेर्दा दौडिरहेको घोडाको आकारमा देखिन्छ। गिनिज वर्ल्ड रेकर्ड अनुसार यो संसारको सबैभन्दा ठूलो सौर्य प्यानल प्लान्ट हो। सन् 2023 सम्ममा यसले 2.7 अर्ब किलोवाट ऊर्जा उत्पादन गरिसकेको थियो, जसबाट 60 लाख टन कोइला बचत भएको छ र 18 लाख टन कार्बन डाइअक्साइड उत्सर्जन घटेको छ। यो प्लान्टले केवल ऊर्जा मात्र उत्पादन गर्दैन, बरु मरुभूमिकरण रोक्न पनि मद्दत गरिरहेको छ। प्यानलको छायाले बाष्पीकरण कम गर्छ, जसले गर्दा प्यानल मुनि घाँस उम्रन सक्छ। त्यो घाँस खानको लागि यहाँ फेरि रेक्स खरायो राखिएको छ, जसले घाँस खान्छ र गोबर गर्छ, जसले फेरि मलको काम गर्छ र नयाँ घाँस उम्रन मद्दत गर्छ। यसरी ऊर्जा उत्पादन, मरुभूमि नियन्त्रण र आर्थिक उपार्जनको एउटा अद्भुत चक्र यहाँ चलेको छ। साथै प्यानलका कारण हावाको गति 50%ले घटेको छ, जसले बालुवा उड्न रोकेको छ र बिस्तारै नयाँ उर्वर भूमि बनिरहेको छ। आज कुबुची मरुभूमिमा भेडा, बाख्रा, हाँस र खरायो एकसाथ बसिरहेको देख्न सकिन्छ। प्यानल मुनि हरियो घाँस र वरपर विलो रुखका झाङहरूले त्यस क्षेत्रको रूप नै बदलिदिएको छ। जहाँ कहिले मृत्युको सागर मात्र थियो, त्यहाँ आज जीवनको सागर छ। यो सम्पूर्ण परिवर्तनको सुरुवात एउटा सानो खरायोको सही उपयोगबाट भएको थियो। आज विश्वभरका अनुसन्धानकर्ताहरूले यो मोडललाई इको इकोनोमिक रिभोल्युसन
अर्थात् पारिस्थितिक आर्थिक क्रान्तिको संज्ञा दिएका छन्। एउटा रिपोर्ट अनुसार विश्वको 33% जमिन मरुभूमिले ढाकिएको छ र त्यति नै प्रतिशत जमिन मरुभूमिकरणसँग लडिरहेको छ। युरोप र अमेरिका जस्ता विकसित देशहरूले पनि चीनको यो सफल मोडलबाट सिक्ने प्रयास गरिरहेका छन्। कुबुची मरुभूमिले यो सन्देश दिएको छ कि यदि मानिस र प्रकृतिले मिलेर काम गर्न सक्छ भने मृत्युको सागरलाई पनि जीवनको बगैँचामा परिणत गर्न सकिन्छ। यति रोचक र प्रेरणादायी जानकारीपछि हामी तपाईलाई यो भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न हार्दिक अनुरोध गर्दछौँ। साथै यस्तो शैक्षिक र गुणस्तरीय सामग्री नियमित रूपमा प्राप्त गर्नको लागि कृपया हाम्रो च्यानल इनसाइट एजुकेसनलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईको साथ र प्रोत्साहनले हामीलाई यस्ता ज्ञानवर्धक भिडियोहरू तपाईसम्म पुर्याउन प्रेरणा मिल्छ। धन्यवाद।